एउटा रोचक कुरा सोचौं है। मानौ कसैले अनलाइनबाट एउटा सानो पार्सल अर्डर गर्यो। केही दिनपछि होला कि वा डेलिभरी गर्ने मान्छे त्यो पार्सल लिएर घरको ढोकामा आइपुग्छ हैन त? हजुर, आउँछ। अनि त्यो पार्सल सुरक्षित रूपमा भित्र राखिदिनको लागि मात्रै के हामी त्यो अपरिचित हुलाकीलाई घरको मूल ढोकाको साँचो सँगसँगै भान्साकोठा, सुत्ने कोठा र पैसा राख्ने दराजकै साँचो सुम्पिन्छौं त? सामान्य अवस्थामा त कसैले पनि त्यसो गर्दैन। त्यो त सरासर पागलपन नै हुन्छ नि। हो नि। तर एकदमै गम्भीर सत्य के छ भने आजकालको यो आधुनिक डिजिटल कार्यस्थलमा हामी सबैले हरेक दिन ठ्याक्कै यही काम गरिरहेका छौं। एकदमै सही कुरा उठाउनु भयो। आजको यस गहिरो अध्ययनमा हामी सिंगल साइन अन अर्थात् एसएसओ र थर्ड पार्टी एप पर्मिसनको भित्री पाटो खोतल्नेछौं। हामीले दिनहुँ प्रयोग गर्ने साइन इन विथ माइक्रोसफ्ट वा कन्टिन्यू विथ गुगल जस्ता सुविधाहरूले कसरी हाम्रो डाटाको पहुँचलाई हाम्रो नियन्त्रणभन्दा धेरै टाढा पुर्याइरहेका छन् भन्ने कुरा आज हामी बुझ्नेछौं। हजुर, ठिक छ। अब यसलाई अलि गहिराईमै बुझौं। यो हुलाकीलाई सिङ्गो घरकै साँचो दिए जस्तै जोखिमपूर्ण कसरी भयो त? यो हुलाकी र घरको साँचोको उदाहरण नि एकदमै सान्दर्भिक छ है, किनभने डिजिटल दुनियाँमा पनि ठ्याक्कै त्यही दृश्य दोहोरिरहेको छ। हाम्रो दैनिक काममा आजकाल दर्जनौं एप्स र वेबसाइटहरू प्रयोग हुन्छन् नि हैन? हो नि। एउटै काम गर्न पनि कति धेरै टुल चाहिन्छ। अनि ती सबैमा छुट्टा छुट्टै युजर नेम र पासवर्ड राख्नुपर्दा असाध्यै झन्झट हुन्छ। मानिसहरूले पासवर्ड बिर्सिन्छन्। अनि रिसेट गर्नमै आधा दिन बित्छ। ठ्याक्कै। त्यसैले यो समस्या समाधान गर्न एउटै मास्टर साँचो अर्थात् एसएसओ को विकास भयो। यो प्रविधि आफैमा एउटा उत्कृष्ट आविष्कार हो। भनेपछि समस्या प्रविधिमा होइन? होइन, समस्या यो प्रविधिमा होइन। मुख्य समस्या भनेको सुविधाको मोहमा परेर हामीले बिना सोच विचार विभिन्न एपहरूलाई दिने पर्मिसन स्प्रोल अर्थात् अनुमतिहरूको अव्यवस्थित फैलावटमा रहेको छ। उसै हामीले त सधैँ यही सुन्दै आएका छौं नि कि धेरैवटा कमजोर पासवर्ड हुनुभन्दा एउटै बलियो प्रणाली हुनु राम्रो हो। हजुर, सुनिन्छ। आइटीका मानिसहरूले पनि त सधैँ एसएसओ प्रयोग गर, काम छिटो र सुरक्षित हुन्छ भनिरहेका हुन्छन् नि। एकदम सही। त्यसो भए के हामीले प्रयोग गरिरहेको यो प्रणालीले हाम्रो सुरक्षालाई बलियो बनाउनुको सट्टा उल्टै जोखिम निम्ताइरहेको छ त? यहाँ सबैभन्दा रोचक कुरा के छ भने एसएसओले आफैमा सुरक्षा घटाउने होइन के? हो र? पासवर्ड व्यवस्थापनको दृष्टिकोणले हेर्दा त यसले सुरक्षालाई अझ मजबुत नै बनाउँछ। एमएफए जस्ता बलिया सुरक्षा घेराहरू एउटै ठाउँमा लागू गर्न सजिलो हुन्छ नि त। त्यो त हो। तर हामीले यहाँनिर दुईवटा नितान्त फरक कुराहरू अथेन्टिकेसन र अथराइजेसन बीचको भिन्नता बुझ्नुपर्छ। यी दुई सुन्दा उस्तै लागे पनि काम पूर्ण रूपमा फरक गर्छन्। खै यसलाई अलि सजिलो भाषामा बुझाउनु पर्दा कसरी बुझ्ने? खासमा के फरक छ त यी दुईमा? पक्कै पनि। अब अथेन्टिकेसन भनेको तपाईँ को हुनुहुन्छ भनेर प्रमाणित गर्ने प्रक्रिया हो। जस्तै अफिसको गेटमा पालेलाई आफ्नो परिचय पत्र देखाउनु। एसएसओले यो काम एकदमै राम्रोसँग गर्छ। यसले हो यो व्यक्ति यही संस्थाको आधिकारिक कर्मचारी हो भनेर ढोका खोलिदिन्छ। भित्र छिर्न दियो। हजुर। तर अर्कोतर्फ अथोराइजेसन भनेको भित्र छिलिसकेपछि यो व्यक्तिले कुन कुन कोठामा जान पाउँछ र के चलाउन पाउँछ भन्ने कुरा हो। भनेपछि पहुँचको कुरा आयो। एकदम। जब हामीले कुनै नयाँ थर्ड पार्टी एपलाई एसएसओ मार्फत लगइन गर्छौं नि, त्यो एपले हामीलाई एउटा सानो पपअप देखाउँछ। त्यो अलाउ गर्ने बक्स आउँछ नि? हो, त्यहाँ सानो अक्षरमा लेखिएको हुन्छ यो एपले इमेल पढ्न, फाइलहरू हेर्न र सम्पादन गर्न अनुमति माग्दैछ। बाप रे! हाम्रो गल्ती एसएसओ मार्फत गेटबाट भित्र छिर्नुमा होइन के? अनि कहाँनिर हो त? गेटबाट छिर्ने बित्तिकै त्यो अपरिचित एपलाई नपढिकन सबै कोठाको साँचो दिने अर्थात् एप्रुभ बटनमा क्लिक गर्नुमा हो। ओहो! लगइन गर्नु र आफ्नो डाटा चलाउने अधिकार दिनु नितान्त फरक कुरा हुन्, जसलाई धेरैले एउटै मान्ने गल्ती गर्छन्। यसको मतलब त ढोका एकदमै बलियो फलामको छ, तालचा पनि अत्याधुनिक छ, गेटमा पाले पनि कडा छ, तर भित्र पस्ने जो कोहीलाई पनि हामीले घरको सबै सामान चलाउने अनुमति दिएका छौं। ठ्याक्कै। यो त साँच्चै नै डरलाग्दो अवस्था हो नि। अब यो ओभर पर्मिसनिङ वा चाहिने भन्दा बढी अनुमति दिने कुराले कसरी काम गर्छ भने अलि गहिरिएर हेरौँ न। पक्कै।
यसलाई आधुनिक कार्यस्थलमा साइलेन्ट थ्रेट वा मौनो जोखिम किन भनिन्छ? किनभने धेरै संस्थाहरूले नि पासवर्ड र MFA सुरक्षित गर्ने कुरामा मात्र ध्यान दिन्छन्। तर SSO मार्फत जोडिएका थर्ड पार्टी एप्सलाई दिएको यो शान्त जोखिमलाई पुरै व्यवस्था गर्छन्। एउटा उदाहरण दिएर बुझाउनुस् न। मानौ कुनै कर्मचारीलाई मिटिङ सुरु हुनुभन्दा ठिक 5 मिनेट अगाडि 2वटा PDF फाइलहरू जोडेर एउटै बनाउनु पर्ने हतारो आइपर्यो। त्यस्तो हतारो त अफिसमा भइरहन्छ। अनि उसले इन्टरनेटमा फ्री PDF मर्जर भनेर खोज्छ। वेबसाइट भेटिन्छ जहाँ ठूला अक्षरमा कन्टिन्यू विथ गुगल वा माइक्रोसफ्ट लेखिएको हुन्छ। हो, अनि हतारमा त्यही क्लिक गरिन्छ। कसले नयाँ अकाउन्ट बनाउने झन्झट गरोस्, होइन र? हो नि, तर क्लिक गरेपछि आउने पपअपमा त्यो एपले पुरा मेलबक्स पढ्ने र OneDriveका सबै फाइलहरू सम्पादन गर्ने पहुँच मागिरहेको हुन्छ। ओहो। कर्मचारीले सानो अक्षर पढ्ने कष्ट नै गर्दैन, सिधै एप्रुभ गरिदिन्छ। PDF त जोडिन्छ, तर पर्दा पछाडि के भयो कसैलाई थाहा हुँदैन। तर यहाँनिर मलाई एउटा प्रश्न सोध्न मन लाग्यो। भन्नुस् न। एउटा सामान्य PDF जोड्ने टुललाई इमेल पढ्ने वा क्लाउड ड्राइभ चलाउने अनुमति किन चाहियो त? एकदम सही प्रश्न। ए टुललाई मेरो पुरै मेलबक्स किन चाहियो? ठ्याक्कै त्यही हो। क्याल्कुलेटरलाई क्यामेरा किन चाहियो? पक्कै पनि त्यसको पछाडि केही गलत मनसाय हुन सक्छ, वा एप बनाउने डेभलपरले अल्छी गरेर सबै कुराको पहुँच देऊ भनेर कोड लेखेको हुन सक्छ। अब यहाँनिर एउटा प्राविधिक कुरा बुझ्न जरुरी छ है, जसले धेरैलाई चकित पार्न सक्छ। के कुरा? जब कर्मचारीले अप्रुभमा क्लिक गर्छ नि, सिस्टमले एउटा अदृश्य OAuth टोकन सिर्जना गर्छ। टोकन? हजुर, यो टोकन भनेको एउटा VIP पास जस्तै हो। यो टोकन त्यो PDF वेबसाइटको सर्भरमा गएर बस्छ र यसले पासवर्ड बिना नै त्यो कर्मचारीको अकाउन्टमा पहुँच दिन्छ। एकछिन यहाँनिर अलिकति रोकौँ है। हजुर, यो टोकनको कुरा एकदमै महत्त्वपूर्ण छ। मानौ त्यो कर्मचारीलाई भोलिपल्ट मैले गल्ती गरेछु भन्ने महसुस भयो रे, अनि उसले हतार गएर आफ्नो माइक्रोसफ्ट वा गुगल अकाउन्टको पासवर्ड नै परिवर्तन गर्यो। अब त त्यो PDF कन्भर्टरले उसको डाटा हेर्न पाउँदैन नि, होइन र? पासवर्ड फेरेपछि त बाटो बन्द हुनुपर्ने हो। हुँदैन। हो र? हो नि, र यही कुरा सबैभन्दा खतरनाक छ क्या। पासवर्ड परिवर्तन गर्दैमा त्यो टोकन खारेज हुँदैन। बाफ्रे। टोकन भनेको पासवर्डभन्दा पूर्ण रूपमा स्वतन्त्र कुरा हो। जबसम्म कर्मचारीले सेटिङमा गएर त्यो PDF कन्भर्टरलाई म्यानुअल रूपमा हटाउँदैन वा रिभोक गर्दैन, तबसम्म त्यो टोकन सक्रिय रहन्छ, महिनौं वा वर्षौंसम्म पनि। भनेपछि त्यो एपले ब्याकग्राउन्डमा चुपचाप संस्थाका गोप्य फाइलहरू पढिराखेको हुन सक्छ। एकदम, कसैलाई थाहा नदिकन। र यही कारणले गर्दा यसलाई मौन जोखिम भनिएको हो। यो भाइरस जस्तो होइन जसले एन्टिभाइरसलाई अलर्ट गराउँछ। यो त वैधानिक अनुमति हो नि त। कस्तो डरलाग्दो कुरा। मुख्य ढोकामा जति सुकै बलियो तालचा लगाए पनि भित्र पस्ने प्लम्बरलाई मास्टर साँचो दिएपछि त घर त्यसै असुरक्षित भयो नि। ठ्याक्कै त्यही हो। अनि सायद यहीँबाट ह्याकरहरूले फाइदा उठाउँछन् होला, होइन? सप्लाई चेन अट्याक भन्ने कुरा यहीँ आउँछ होला। हजुर, यदि हामीले यसलाई ठूलो तस्विरसँग जोडेर हेर्ने हो भने नि आजकलका ह्याकरहरू निकै बाठा भइसकेका छन्। उनीहरूलाई थाहा छ कि ठूलो कम्पनीको मुख्य सर्भरलाई सिधै ह्याक गर्न लगभग असम्भव छ। त्यसैले मुख्य ढोका तोड्ने प्रयास नै गर्दैनन्। अनि कसरी छिर्छन् त? उनीहरूले त्यही कमजोर सुरक्षा भएको फ्री PDF मर्जर वा कुनै सानो ब्राउजर एक्सटेन्सनलाई तारो बनाउँछन्। जब ह्याकर त्यो सानो एपको सर्भरमा छिर्छ, त्यहाँ हजारौं कर्मचारीहरूले एप्रुभ गरेर छाडेका ती टोकनहरू फेला पार्छ। ओहो, भनेपछि पासवर्ड नै तोड्नु परेन नि, सिधै टोकन प्रयोग गर्छ र एउटा वैधानिक प्रयोगकर्ता जस्तै नेटवर्कमा प्रवेश गर्छ, अनि संस्थाका गोप्य डेटा सजिलै चोरी हुन्छ। मुख्य अकाउन्ट सुरक्षित भए पनि जोडिएको एउटा सानो एपले गर्दा सम्पूर्ण संस्था डुब्न सक्छ। यो त साँच्ची नै आँखा खोल्ने कुरा भयो। अब यो सुन्दा त लाग्छ सबै कुरा नियन्त्रण बाहिर गइसक्यो। तर पक्कै पनि यसको समाधान त होला। संस्थाहरूले यसलाई कसरी व्यवस्थापन गरिरहेका छन् त? समाधान छ नि, किनकि एकातिर सेक्युरिटी कडा गर्नुपर्ने छ, अर्कोतिर कर्मचारीलाई काम पनि गर्न दिनु पर्यो। यदि IT विभागले हरेक सानो एपको अनुमति रोक्ने हो भने त हजुर, कामको गति एकदमै ढिलो हुन्छ नि। मानौ मलाई एउटा टुल चलाउनु छ र अनुमतिको लागि 2 दिन कुर्नु पर्यो भने त काम कसरी हुन्छ? के सुरक्षा र कामको सहजता सँगसँगै जान सक्छन् र? एकदम जायज प्रश्न। यो चुनौती हरेक संस्थाले भोगिरहेको छ।
तर यसको समाधान आइटीले सबै कुरा बन्द गर्नुमा छैन के। अनि केमा छ त? यसको सही समाधान भनेको लिस्ट प्रिभिलेज एक्सेस अर्थात् न्यूनतम विशेषाधिकारको सिद्धान्त अपनाउनु हो र सँगसँगै बलियो गभर्नेन्स लागू गर्नु हो। तर यहाँनिर साँच्चै रोचक कुरा आउँछ है। यो लिस्ट प्रिभिलेज एक्सेस भनेको चाहिँ व्यावहारिक रूपमा कसरी लागू हुन्छ? अघि काम ढिलो हुँदैन भन्नुभयो, तर हरेक कुरामा रोकतोक गरेपछि त ढिलो भइहाल्छ नि। यसलाई एउटा फरक तरिकाले सोचौँ न। भन्नुस् न। जब तपाईँ कुनै ठूलो होटलमा बास बस्न जानुहुन्छ, रिसेप्सनबाट एउटा स्मार्ट कार्ड दिन्छ नि, हैन? दिइन्छ। त्यो कार्डले तपाईँको आफ्नो कोठा खुल्छ र सायद जिम वा स्विमिङ पुल खुल्छ। तर त्यो कार्डले होटलको भान्सा वा अरू पाहुनाको कोठा त खुल्दैन नि। खुल्दैन। त्यसरी सीमित पहुँच दिँदा तपाईँको बसाइमा कुनै बाधा पुग्यो त? पुगेन नि। त्यो त हो। ठ्याक्कै त्यही सिद्धान्त आइटीमा लागू हुन्छ। संस्थाहरूले पहिल्यै प्रमाणित गरिएका सुरक्षित एपहरूको एउटा सूची तयार पार्न सक्छन्। एलाउ लिस्ट जस्तो? हो, एलाउ लिस्ट। कर्मचारीले ती एप प्रयोग गर्दा कुनै रोकटोक हुँदैन। तर जब कुनै अज्ञात एपले इमेल पढ्ने जस्तो संवेदनशील डाटा माग्छ, तब मात्र प्रक्रिया रोकिन्छ र आइटीको रिभ्यूमा जान्छ। भनेपछि सबै कुरा रोकिँदैन, शङ्कास्पद कुरा मात्र रोकिन्छ। एकदम। केही नयाँ टुल चलाउन केही घण्टा कुर्नु पर्ला, तर एउटा गलत अनुमतिले संस्थाको डाटा चोरी भएर नेटवर्क नै बन्द गर्नु पर्यो भने कति ठूलो नोक्सानी हुन्छ। त्यो त कल्पना गर्न पनि गाह्रो छ। त्यसैले नियमित अडिट गर्ने, अनधिकृत एपहरूलाई आफै एप्रुभ गर्नबाट रोक्ने र जोखिमपूर्ण एक्सटेन्सन्सहरूलाई मोनिटर गर्ने काम आइटीले गर्नै पर्छ। होटलको कार्डको उदाहरणले कुरा एकदमै छर्लङ्ग पार्यो। जसलाई जति पहुँच चाहिन्छ त्यति मात्र दिने। हजुर। यो त भयो संस्थागत स्तरमा आइटी विभागले गर्ने काम। तर यो सबै प्रक्रियाको केन्द्रबिन्दुमा त एउटा साधारण प्रयोगकर्ता हुन्छ नि, हैन? हो नि, स्क्रिन अगाडि बस्ने मान्छे। जसले माउस चलाइरहेको हुन्छ। अब एउटा सामान्य प्रयोगकर्ताले चाहिँ यी पर्मिसन प्रम्प्ट्स अर्थात् अनुमति माग्ने पपअपहरूलाई कसरी मूल्याङ्कन गर्ने त? प्रयोगकर्ताहरूलाई पर्मिसन प्रम्प्ट बुझेर मात्र एप्रुभ गर्न सिकाउनु एकदम जरुरी छ। के हामीले एसएसओ प्रयोग गर्ने छाड्नुपर्छ त त्यसो भए? एसएसओ प्रयोग गर्ने छाड्नुपर्छ भनेको पटक्कै होइन। तर कहाँ, कुन अवस्थामा, कुन आइडेन्टिटी प्रयोग गर्ने भन्ने कुरामा विवेक प्रयोग गर्नुपर्छ। भनेको मतलब हामीले आफ्नो डिजिटल आइडेन्टिटीलाई छुट्टा-छुट्टै खण्डमा बाँड्न सिक्नुपर्छ। यसलाई हामी जोखिमको पृथकीकरण भन्न सक्छौं। जोखिमको पृथकीकरण? यसलाई अलि प्रष्ट पारौ न। पक्कै। जस्तै तपाईको मुख्य कर्पोरेट इमेल अकाउन्ट हुन्छ, जसमा कम्पनीका महत्त्वपूर्ण फाइल र इमेल हुन्छन्। त्यसलाई एकदमै सुरक्षित राख्नुपर्छ। यदि कामको सिलसिलामा भरपर्दो र कम्पनीले नै किनेको सफ्टवेयर चलाउनु छ भने त्यहाँ कर्पोरेट एसएसओ प्रयोग गर्नु एकदम सुरक्षित हो। ठीक छ। तर मानौ कुनै अनलाइन वेबिनारमा रेजिस्टर गर्नु छ वा इन्टरनेटबाट एउटा सामान्य टेम्प्लेट मात्र डाउनलोड गर्नु छ, जुन एकपटक मात्र प्रयोग गरिन्छ। हजुर, त्यस्तो त भइरहन्छ। त्यस्तो ठाउँमा आफ्नो मुख्य कम्पनीको अकाउन्टबाट कन्टिन्यू गर्नु भनेको त बाटोमा हिँडिरहेको अपरिचित मान्छेलाई घरको साँचो देखाउन जस्तै हो नि। ओहो, साँच्चै है? त्यस्ता वान टाइम कामहरूको लागि छुट्टै इमेल बनाउनु सबैभन्दा बुद्धिमानी कदम हो। व्यक्तिगत प्रयोगमा त झन् डिस्पोजेबल इमेलहरू प्रयोग गर्न सकिन्छ नि। छुट्टै अकाउन्ट बनाएर चलाउने। र त्यसमा बलियो युनिक पासवर्ड राख्ने। यसरी काम गर्दा भोलि त्यो सानो वेबसाइट ह्याक भइहाल्यो भने पनि ह्याकरले पाउने भनेको एउटा खाली इमेलको पहुँच मात्र हो। तपाईको मुख्य डाटा सुरक्षित रहन्छ। यो त एकदमै व्यावहारिक र तुरुन्तै लागू गर्न सकिने कुरा भयो। पपअप आउँदा एकछिन पढ्ने बानी बसाल्नु पर्यो। एकदमै। भ्यू योर बेसिक प्रोफाइल मात्र लेखेको छ कि रिड, कम्पोज एन्ड सेन्ड इमेल्स लेखेको छ, त्यो त छुट्याउन सक्नु पर्यो नि। हो नि, त्यति त हेर्नै पर्छ। त्यसो भए यसको समग्र अर्थ के हो त? आजको यो विस्तृत छलफललाई सारांशमा भन्नुपर्दा हामीले के प्रष्टसँग बुझ्यौं भने प्रविधिले दिएको सुविधाको पछाडि अन्धाधुन्द दौडिँदा हामीले नजानिदो तरिकाले आफ्नो नियन्त्रण गुमाइरहेका छौं। हजुर। हामीलाई लाग्छ कि डाटा लिक भनेको कुनै कालो हुडी लगाएको मान्छेले अँध्यारो कोठामा बसेर ह्याक गर्ने कुरा हो। फिल्ममा देखाए जस्तो हैन? हो नि, तर यथार्थ त्यस्तो छैन। धेरै पटक सबैभन्दा ठूलो डेटा लिक
कुनै बाहिरी आक्रमणबाट हुँदैन त्यो त हामीले बिना सोच विचार केही सेकेन्डमै एप्रुभ गरेको सानो अनुमतिबाट सुरु हुन्छ। एकदमै। यसमा दोष प्रविधिको होइन, त्यो प्रविधिलाई प्रयोग गर्ने हाम्रो लापरवाहीको हो। सही निष्कर्ष। हामीले सुविधा र सुरक्षालाई दुश्मनको रूपमा हेर्न बन्द गर्नुपर्छ। सही ज्ञान र संस्थागत स्तरमा लिस्ट प्रिभिलेज जस्ता नीति लागू गर्ने हो भने यी दुवै कुरा सँगसँगै लान सकिन्छ। आखिर डाटा हाम्रो हो भने त्यहाँसम्म कसलाई पुग्न दिने भन्ने साँचो पनि हाम्रै हातमा हुनुपर्छ नि। पत्तै पनि। नियन्त्रण आफ्नै हातमा हुनुपर्छ। अब आजको यो गहिरो अध्ययनलाई टुङ्ग्याउनु अघि हामी सबैले आफैलाई एउटा गहिरो प्रश्न सोध्न जरुरी छ। हजुर, यदि एउटा सानो एप्रुभ बटनको क्लिकले सम्पूर्ण संस्थाको डाटा वा व्यक्तिको गोपनीयता जोखिममा पर्न सक्छ भने के यो साँच्चै नै सफ्टवेयरको कमजोरी हो त वा हाम्रो सुविधाको लालच र हतारले गर्दा हामीले शर्तहरू पढ्ने धैर्यता नै गुमाइसकेका छौं? अर्को पटक स्क्रिनमा कन्टिन्यू विथ वा अलाउ एक्सेस बटन देख्दा क्लिक गर्नु अघि 1 सेकेन्ड रोकिनुहोस् र सोच्नुहोस् के हामीले त्यो अपरिचित डिजिटल हुलाकीलाई साँच्चै नै सम्पूर्ण घरको साँचो सुम्पिनु आवश्यक छ त?